नमस्कार दिदी। अनि दिदी यहाँ त पौडी खेल्नु पाइन्छ कि पाइँदैन दिदी? ए कति पैसा लाग्छ दिदी पौडी खेल्नलाई? ए माथि हाम्रो गाउँमा त खोलामा त्यत्तिकै फ्रीमा पाउँदो रहेछ। सहर बजारमा आएपछि त पैसा तिर्नु पर्छ, गाह्रो छ दिदी। लु दिदी सहर बजारमा त पैसा तिर्नु पर्दो रहेछ, गाह्रो छ रहेछ। यो गाउँको खोला होइन? यो चाहिँ के भन्छ दिदी? ए यो चाहिँ स्विमिङ पुल? ए स्विमिङ पुल, म त स्विमिङ पुल भन्छु, स्विमिङ पुलको रहेछ नि। ल म अब कस्तो मजाले अब स्विमिङ पुलमा त गाउँमा कति मजाले खोलामा पौडी खेल्ने मान्छे, यहाँ अब स्विमिङ भन्दो रहेछ सहरमा त। ल म त अब स्विमिङ गर्नु गएँ। आमा कुकुर पनि कस्तो राम्रो बसेको रहेछ बढिरहेको। ए आई लभ यु कुकुर, कुकुर होइन आई लभ यु मेरो दोस्त। अब टिकट बनाइदिने नि त। ए फेरि टिकट एउटा दिनुपर्छ। ए उठाले रे देवा, उठाले रे बाबा। दिदी के लेखिदिनुहुन्छ तपाईँले? गोर्खे लेखिदिनुहोस् न दिदी। हजुर गोर्खे लेख्नु, म त पाहाडबाट आएको, माथि पाहाडबाट आएको दिदी। हजुर ल यहाँ त जुत्ता पनि खोल्नु पर्दो रहेछ यहाँनिर सामान। सहरमा त पुरै रमाइलो हुँदो रहेछ हौ। हाम्रो माथि खोलामा त यस्तो हुँदैन, गम्बुटसँग खेल्दा पनि हुन्छ। यहाँ त पुरै पौडी खेल्दा पनि पुरै जुत्ता खोल्नु पर्दो रहेछ। यो चाहिँ नखोल्नु, मलाई यत्तिकै लाएर जानु पर्यो। हेलो भाइहरू, के गरेको पौडी खेलेको? हजुर यसलाई चाहिँ स्विमिङ भन्छ। अब हाम्रो माथि पाहाडमा त यसलाई चाहिँ खोला पो भन्छ त। ए यहाँ चाहिँ स्विमिङ हो? ए यहाँ त स्विमिङ पो भन्दो रहेछ माथि हाम्रो गाउँमा। खोलामा हामी त पौडी खेल्ने मान्छे। कहाँबाट खेल्नुपर्छ यहाँ चाहिँ पौडी? माथिबाट खेल्नु कि यहाँबाट? माथिबाट पनि खेल्दा हुन्छ? ल होइन म माथिबाट खेल्छु ल। आमा यहाँ त कस्तो राम्रो ठाउँ हुँदो रहेछ। हाम्रो त खोलामा त धमिलो धमिलो पानी हुन्छ। यहाँ त पानी त कति सफा निलो रहेछ। हातहरूको साह्रै मजाले आज त म पौडी खेल्छु। बहुत तेज हो रहा है। आहा यो तराईमा आएपछि त्यस्तो खोलामा पौडी खेल्नु पाउँदो रहेछ। कस्तो रमाइलो लाग्यो, लाज लाग्यो। कस्तो लाज लाग्यो यो खोलामा त पौडी खेल्नु। म त माथि पाहाडमा खोलामा खेलेको मान्छे, अब चाहिँ म यो खोलामा पौडी खेल्नु भनेको। यो खोलालाई के भन्छ अरे भाइ यहाँ? स्विमिङ। अच्छा स्विमिङ? ए ल यहाँ चाहिँ तराईमा चाहिँ स्विमिङ भन्दो रहेछ कि। हाम्रो माथि पाहाडतिर त खोला भन्छ कि। म चाहिँ अब टोपी चाहिँ यहाँनिर राख्नु पर्यो, अनि टोपी यहाँ राखेर म चाहिँ अब स्विमिङ। भाइ नेपालीमा पौडी खेल्ने होइन, इङ्ग्लिसमा के भन्छ अरे भाइ? स्विमिङ। म त फेरि 2 क्लास पढेको मान्छे हो कि। भाइ कति क्लास पढेको? 5 क्लास? ए म त जम्मा 2 क्लास पढेको मान्छे, माथि पाहाडबाट आएको मान्छे। लु म यो पौडी खेल ल। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो।